back to my YouTube channel after so long time पछि है त धेरै समयपछि मैले भ्लग बनाउँदैछु आज मिनी भ्लग हुन्छ होला सायद 5-10 मिनेटको हुन्छ होला त्यो भन्दा धेरै त हुँदैन होला सो भ्लग बनाउँदैछु हेर्दिनु होला है त अनि आज चाहिँ मलाई मेरो बुढाले बाहिर लिएर आउनुभयो सो ये सो बाहिर लिएर आउनुभयो सो आजको भ्लग बनाउँछु त्यही नै हो हेर्नु होला लास्टसम्म कस्तो लाग्छ लाइक कमेन्ट सेयर गरिदिनु होला है त गाइजहरु मैले कहिले नि भ्लग इन्डिङ गर्दैन नि थाहा छ तपाईलाई हो र इन्डिङ कहिले पनि गरे भन्नु जस्तो बाई भन्छ नि लास्टमा इन्डिङ हुन्छ नि इन्डिङ कहिले गरे भन्नु के त्यो त हो नि त फेरि अब कम्प्लिट भा हुन्न कि भ्लग भन्दा पनि के हो जस्तो हुन्छ ट्राई गर्छु आज भ्लग इन्डिङ गर्ने सो हेर्दिनु है त सेकवा अरू छ के भयो त्यस्तो सेकवा सेकवामा गर्नु केसँग खाने किन बेसन हुन्छ प्याक खानमा पेट फुलेर यस्तो कस्तो प्याक रहेछ क्या म त पुरै होइन प्याक हुँदाले नि कलेजदेखि आएको हो क्या के मगाम तपाईँले के खुवाउनु ल्याउनु भयो भन्नु त तपाईँले मलाई के खुवाउनु ल्याउनु भयो म त पिज्जा छैन क्या पिज्जा छैन होला पेट टाइट भएछ खाने मन छैन यहाँ त नाइटमा राम्रो हुन्छ होला कि है बस्ने अब यही खाएर जाने के त्यही त भने पोर्क आइटम के छ पोर्क सेक गरेछ खाऊ नखाने 550 को बक्स सेक गरेछ चिकन सेक मगाम कि बक्स सेक मगाम खै त चिकन सेक कि बक्स सेक कि तपाईले जे मन पर्छ त्यही मगाउनु न त्यही खान्छु म पनि हामीहरूको चाहिँ डिस्कस भइरहेछ के खाने भनेर पोर्क सेकुवा खाने कि बफ कि चिकन कि के भइरहेछ कुरा मिलेको छैन यहाँलाई पोर्क मनपर्छ मलाई पोर्क खासै मन पर्दैन अनि यता उता नो यता सो के खाने हो त पोर्कमा गर्नु पर्यो नि तिमीले खाने आप खानु न म के खानु बफ आज बिहान खाएको चिकन मगाम त भाइ पिज्जा मोमो सेकुवा हो नि मेन यहाँको सेकुवा हो नि सेकुवा उ गरौँ होइन लोकल चिकन सेकुवा यो भन्नाले कस्तो लोकल के लोकल के अरे यो चिकन सेकुवा आधी केजीवाला गरिदियो आधी केजी ठिकै होला नि हुन्छ बुढा उनी हुन्छ र पर प्लेट भन्नाले पर प्लेट कति हो आधी केजी कस्तो यसमा चाहिँ 250 ग्रामको त्यसो भए यस्तो गर नि त 350 वाला उ गरिदियो एउटा चिकन सेक्का गरिदियो होइन अनि एउटा पोर्क छ नि पोर्क सेक्का सादेको सेट यता छ मैले त्यहाँ हेरेको थिएँ पोर्क सेक्का नि 250 ग्रामको हुन्छ मलाई मेरो बुढाले हेरेर जस्तो लागिरहेछ 250 ग्रामको जस्तो कि सेट प्लेटमा नि हुन्छ अगाडि जस्तो कि यताउति भन्नुभयो नि त्यस्तै खाजा टाइपको नभयो कि भुजाहरू
ए त्यसरी हुन्छ त्यही होला खानु त्यसो भए एउटा त्यस्तै गरिदिनु त एउटा पोर्क सेप्पा गरिदियो एउटा चिकन सेप्पा गरिदियो अनि अरू के भन्छ चाउमिनहरू मोमो 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 ट्राई गर्छु म कति भयो मोमो बक्सी मोमो स्टिम मोमो खाने म त बब स्टिम मोमो गरिदियो म चाहिँ मोमो नखाएको कति भयो मोमो खान्छु चाउमिन पनि त हुन्छ होला के होइन चाउमिन खानु बब चाउमिन अरू के मगाइदिनु अहिले यति ल्याइदिनु ड्रिङ्क चाहिँ अहिले एउटा बब स्टिममा अनि पोर्क सेक एउटा अनि चिकन सेक अनि यो खान्छु के अरे मोजिटो एउटा मोजिटो कहाँ छ यहाँ छ अर्जिन मोजिटो नि मोकटेल होला नि यो त्यही गर्छु अहिले अरू के खान्छ अनि कस्तो लागिरहेको छ त बुढाजी यस्तो भइरहेछ कस्तो रे मक्का होला कि मेरो बुढालाई मेनु हेरेर तर्सिनुहुन्छ के गर्ने गाह्रो छ किन यस्तो कन्फ्युजन भयो भनेको त के भन्छ म खासै आउँदैन नि त त्यही भएर कन्फ्युज भएको अरे कहिलेकाहीँ आइन्छ नि त बाहिर चाहिँ हामी त्यस्तो जाँदैनौँ है गाइजहरू हामी चाहिँ घरमै रमाउने मान्छे पऱ्यौँ अर्ग्यानिक खाने होला अर्ग्यानिक खान्छौँ घरमै रमाउँछौँ हामी चाहिँ बाहिर खासै जाँदैनौँ त्यही हो अरू बाहिरको पस्दैन क्या अलि हाम्रो चाहिँ अलि बाहिरको पस्दैन पेट बिगार पर्छ अनि के छ त अरू तपाईँको आज धेरै दिनपछि भेट भयो नि अरे के छ तपाईँको हालखबर धेरै दिनपछि भेट भयो बिन्दास हो त्यहाँ मान्छेले के काटिरहेको टमाटर प्याज काटिरहेको हो कि तरकारी बनाउँदा अर्डर गऱ्यो के भन्छ नि अनि आज पछि बन्द गर्नुभएछ त कति फोन गर्ने कि त्यसले सर घुमाम भनेर कि माई गड दुईजना कस्टमर आउला थियो अब क्यान्सल गरिदिएँ मेरो लागि दुईजना कस्टमर क्यान्सल के साँच्चै हो यो तर ऊ हुनुपर्ने कि सबैबाट आफै उयो गर्ने कि इलेक्ट्रिकवाला राखेको हुन्छ त इलेक्ट्रिकवाला टाइपको त्यो त भोलिपर्सि म विदेश गएर कमाउँछ नि एउटा राम्रो खोलिदिनु पढाइमा आमा छ कि त्यस्तो छ कुरा चाहिँ आज त कस्तो त लागेको छैन तपाईँलाई कस्तो त लागेको छैन रमाइलो लागिरहेछ काहीँ जस्तो लाग्दैन कोठाभित्र बसिराख्ने मान्छे एक्कासी यता आउँदाखेरि अर्कै फिल त भएको छैन मौसम राम्रो गरेको नि फेरि पानी त पर्दैन चिसो चाहिँ हुन्छ तर साँच्चै मलाई नि आज भोकै लागेको छैन क्या मलाई त्यस्तो साँच्चै मलाई त्यस्तो मन भोक लागेको छैन कि आज बिहान धेरै खाएर होला धेरै त खाएन प्लिज आइटम धेरै खाएको आइटमहरू धेरै भन्नाले त्यो भएर होला उसको पेटै घटेछ नि खाना भाइ यहीँ आउनु चाहिँ यार हेरै आउनुपर्छ क्या लगिला नि बाइक भएको सम्पत्ति एउटै छ फेरि तिम्रो सम्पत्तिको ठार लगिला नि मान्छेले कोहीलाई लाग्दैन त्यहाँ 10 मिनट त्यसको स्टिकर देख्छ नि त पछाडि अरू के माग्नु मैले त्योसँग अझै मेनु हेर्दै हुनुहुन्छ है भगवान् सो गाइस मेरो चाहिँ भर्जिन मोजिटो आइसक्यो यो म घरमा बनाएर पनि खान सक्छु नि मोक्टेल है नो अल्कोहल सरी सो टु मच वाला लाग्ला नि रे कि अति ल खाऊ मलाई पेट दुख्छ अहिले फेरि यो त मलाई घर बनाउनु आउँछ नि मलाई घर बनाउनु आउँछ नि यता बनाएर खानुपर्छ अब
ठिक छ जाने नि छो जाने नि ल अब नेक्स्ट टाइम म यो खान्न म घरमै बनाएर खान्छु लेमन लेमन त्यो पुदिना भयो एउटा यो पुदिना त्यहाँको स्प्राइट अनि आइस राख्यो हल्का त्यो ग्रिन टाइपको हुन्छ नि त्यो राख्यो बनिसक्यो गाइज यही भएर कि मलाई यहाँले मलाई बाहिर नल्याउनु किनकि यहाँले एकचोटि खुवाउनु भयो भने बाहिर ल्याएर मैले त्यो घरमै बनाइदिइहाल्छु कि आइगयो त्यो हो कुरा चाहिँ खाऊ कि एकदिन हेरिरहेको होइन जिस्के गई त के यो पोर्क चिकन ल त्यसो भने पोर्क सबै खान सकिन्छ तातो छ तर एउटा हजुर सरी पर्क पछि पोर खाँदैन कि खान त खान्थेँ तर कस्तो मजा लाग्दैन कहाँको बक्समा पोर्कमा के Okay. छ त ए अँ आज गरेको अल्फा स्पोर्ट्स क्लबबाट अर्गनाइज गरिएको सेकेन्ड अल्फा बक्सिङ च्याम्पियनसिप 2081 मा एटेन्ड हुनुभएको सम्पूर्णमा मेरो स्वागत छ र नमस्कार पनि आजको प्रोग्राम रहेको छ हाम्रो फेस अफ फर्स्ट अफ अल फर्स्ट इभेन्ट अफ द डे हामी चाहिँ टेबल टक गर्नेवाला छौँ त्यसपछि नेक्स्ट इभेन्ट चाहिँ हाम्रो आज फेस अफ हुनेछ त्यही गर्दै म अब हाम्रो बक्सिङ जोइन हुन्छ CEO अफ अल्फा बक्सिङ क्लब तथा कहाँ रहेछ यो लोकेसन वरिष्ठ कोच नेपालको वरिष्ठ कोच फाउन्डर हाम्रो क्रिस्टिना सुनाजुलाई स्टेजमा आएर बक्सिङको बारेमा सम्पूर्णमा ज्ञान दिनको लागि अनुरोध गर्दछु। Good evening. Thank you so much, Dani. यो चाहिँ हामीले बक्सिङलाई प्रमोसन गर्नको लागि गरिरहेको छौँ। हाम्रो चाहिँ यो गेमको नाम सेकेन्ड बक्सिङ च्याम्पियन। सो हामीलाई चाहिँ खास मिठो लागेन हामी चाहिँ प्याक गरेर लागेछौँ घर लगेर फेद बनाएर घर लगेर बनाएर खान्छौँ किनभने डिप फ्राई भएको छैन नि त डिप फ्राई भन्नाले डिप रोस्ट भएको छैन कि अब त्यो चाहिँ लगेर रोस्ट गर्छौँ घर लगेर नि खान्छौँ है त मोमो चाहिँ खान्छौँ फेरि भाइ प्याक गरिदियो है यो दुईवटा प्याक गरिदियो मजाले रोस्ट भएन क्या त्यो Hello everyone, it's me, Vijay Bhattiwar. म चाहिँ कुचुबाट र हालैमा म चाहिँ नेक्स्ट टाइम आउँछ कि नै पुस्तिकाबाट भोइरमा बसिरहेको छु। भोइमा यस्तै छ कि एकचोटि गयो भने अर्कोचोटि रिपिट बक्सिङ गर्न लागेको 3 वर्ष भइसक्यो। राम्रो भयो भने खानेहरूको स्न्याकहरू चाहिँ राम्रो हुँदैन नि कुराहरू चाहिँ राम्रो हुँदैन मजा आउँदैन नेक्स्ट टाइम पनि जाम 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 त्यही भएर हामी बाहिर नजाने कारण त्यही हो क्या हामी जान्नौँ बाहिर फर्स्ट टाइम लास्ट हुन्छ कि
फर्स्ट एन्ड लास्ट हुन्छ हामी नगएको यो कुरामा त कोही छैन होला नि होइन तर कन्टिन्यू हामीले कोही दिएछ नि फेरि यो गेम एप्पल फाइलमा सबैलाई फ्याँक्नुको सबैले आग्रह गर्दछु गेम हेरेर चाहिँ मनोरञ्जन लिनु होला सबैले यो घुराइमा पहिलोचोटि लागेको बक्सिङ च्याम्पियनसिप 2081 को यो गेमलाई सबैले भव्य र सबै तरिकाले सफल गर्नु होला धन्यवाद प्लास्टिक क्यारी ब्याग मोमो चाहिँ मिठो लाग्यो फेरि मलाई धेरै पछि खाएर होला नि त मोमो म त मम्मी नखाएको त भयो 2 महिना 3 महिना भइसक्यो होला नि 3 महिनाभन्दा धेरै भइसक्यो मोमो नखाएको मैले होइन 3 महिना भएको छैन 2 महिना होइन मजाले नखाएको चाहिँ 2-3 महिना 3 महिनाभन्दा धेरै भयो तर एउटा दुइटा टेस्ट गरेको चाहिँ अब 1 महिना भन्दा पनि बेसी म खाँदैन नि त भाइरो खासै त्यही भएर कसरी खाम अब नै भयो नेक्स्ट टाइम अब ल नेक्स्ट टाइम राम्रो दिनु हामीलाई अनि मैले बक्सिङ गर्न लागेको चाहिँ अलमोस्ट 2 वर्ष भइसक्यो 2 वर्षको बिचमा मैले मोमो चाहिँ मिठो छ मोमो मिठो छ फेरि तर अहिलेको फाइटमा चाहिँ आई जस्ट वान्ट टु से भेरी बेस्ट अफ लक I will see you in the ring. I'm going to make you face that canvas at night. Get ready for me. जोसेर करामी त्यसै करामी Hello everyone. My name is Ivan Kismet. मेरो नाम राम छ म चाहिँ भन्छु मोमो पनि चुस भयो प्लिज म खाँदैछु ल मेरो बक्सिङ करियरमा अहिलेसम्म मैले 2-3वटा अमेचर फाइटहरू पार्टिसिपेट गरेको छु र आज चाहिँ मेरो लागि एकदमै स्पेसल मोमेन्ट हो किनकि पहिलोचोटि म प्रोफेसनल म्याचमा पार्टिसिपेट हुन पाएको छु थ्याङ्क यू कृष्णहरू I'm very excited about this fight. Thank you. Your opponent is Kamal. Be ready for fight on March. हजुर लगेर हुन्छ नि होइन धेरै भयो खाऊ उता चाहिँ बक्सिङको टेबल टक हुँदैछ मजा आउँछ हेर्न त्यो हेरेर जाने ल फाइट गरेन हुन्थ्यो नि म त नि कति भयो के वान फाइट नहेरिया म देखाइदिन्छु ल I am always ready for fight because I am a warrior. तिम्रो लागि let's see ring. Thank you. ring भित्र कस्तो बाँड्छु हेरौँ न सपना ल्याउँछु कि तल त हेरिस् सपना ल्याउँछु बोलेर मात्र केही हुँदैन म सब गेममा ल्याउँछु कसले कस्तो भन्ने रहेछ भनेर टेबल टक त टेबल टक म त यस्तो फेस टु फेस हुन्छ नि अगाडि यस्तो भएर एउटा यता बसेको छ एउटा यता बसेको छ अनि उसले माइकमा भनिरहेको छ उसले अनि म त होइन कि मैले यस्तो भने नि त मैले यस्तै बसालेर होइन फेस टु फेस क्या त्यो होइन क्या होइन चाहिँ त्यस्तो त एउटाले उचालिरहेको छ अर्कोले अर्को उचालिरहेको छ
पोली बुझिनु भयो म रिजाम के बुझ्या